हेलो जेमिसी एन्ड नमस्ते एभ्रिवान होइन मैले चाहिँ हेलो भन्दै थिएँ तपाईँलाई हो। अन्त यहाँनिर चाहिँ घर गएको थियो म र दिदी गएको बेलामा होइन यहाँनिर फारफुर गर्दै थियो, लुगाहरू सुकाइराखेको थियो। अन्त चाहिँ यहाँनिर फारफुरहरू गरिँदै थियो हामीले। अन्त म र मम्मी काम गर्दै थियो, दिदी चाहिँ भिडियो बनाउँदै थियो नि त। त्यही भिडियो चाहिँ यहाँनिर मैले मिनी ब्लग बनाएर हालिदिएको होइन गाइस। अन्त चाहिँ यहाँनिर कस्तो दामी वेदर भइरहेको रहेछ, अलिक चिसो चिसो थियो त्यो दिन त होइन। त्यही भएर चाहिँ यहाँनिर फाड्दै थियो, एक जग्गा फाड्दै एक जग्गा थुपार्दै, त्यही त हो होइन काम घर गएपछि। अन्त चाहिँ यहाँनिर थुपार्दै थियो। अन्त यहाँनिर अम्बक फलेको रहेछ, घरको अम्बक रहेछ यो चाहिँ हो। अन्त चाहिँ गएर चाहिँ झारेको थियो, त्यही भएर चाहिँ त्यहाँनिर राखिरहेको थियो र देखाइदिएको हल्का झलक। गाउँघरको यस्तै हो काम होइन गएपछि। अन्त मम्मीहरूले त्यस्तो भ्याउनु हुँदैन। अन्त गएको बेलामा चाहिँ दिदी चाहिँ मलाई अराउँदै थियो, यहाँ बसेर चाहिँ यहाँ गर त्यहाँ गर भन्दै हो, ऊ चाहिँ भिडियो बनाउँदै थियो। अन्त म चाहिँ यहाँनिर भट्टाभट झ्यार गोड्दै थिएँ, झ्यार गोड्दै पटहरू सफा गर्दै थिएँ होइन। यहाँनिर मम्मीले यो चाहिँ अगाडि रोपेको अरे खास चाहिँ, तर म चाहिँ डल्लै फाटिदिँदै थिएँ, मन परेन नि त घर अगाडि होइन। त्यही भएर चाहिँ अन्त चाहिँ यहाँनिर यस्तै हो घरको गाउँघरको त यस्तै हो होइन, सिक्कलहरू चलाइ हुन्छ घरको बेसी त जानी नजानी भए पनि होइन। अन्त चाहिँ यहाँनिर गर्दै थिएँ। अन्त दिदीले चाहिँ के ढिलो गरेको काम भन्दै थियो मलाई हो। अन्त यहाँनिर सिक्कलले सबै फाडफुड पार्दै थिएँ, मम्मी पनि सँगसँगै गयो। मम्मीहरू कहाँ बस्छ होइन, घर काम गरिरहने मान्छेहरू एक दिन छुट्टी पाएको बस्नु त होइन। सागहरू देखाइहिँड्दै थियो मम्मीले चाहिँ होइन, सागहरू पनि पलाएको रहेछ नि त अलिक भएको रहेछ। अनि त्यही भएर चाहिँ अन्त गएर सबै फाडफुडहरू गर्दै थियौँ। अन्त चाहिँ दिदीले पनि अब चाहिँ छोड म गर्छु भनेर चाहिँ त्यहाँदेखि दिदीले पनि गर्दैछ। त्यसले त जानु अर्कै पैसा उसको जानु हतियार चप्पडा के हुन्छ त्यसलाई सोड्दै थियो। अन्त त्यहाँदेखि भट्टाभट एउटा प्लास्टिकमा थुपार्दै थियो, गएर फ्याँक्दै थियो। अन्त मम्मीले पनि ओसार्नु हुँदै थियो। अहिले चाहिँ मम्मीले गोड्नु हुँदैछ होइन बिचरा। अरू बेला त मम्मी र बाबा मात्रै त हुन्छ घरमा पनि, त्यस्तो कामहरू पनि भ्याउनु हुँदैन हो। अन्त चाहिँ हामी गएको बेलामा मम्मीले पनि गर्नु हुँदै थियो, अलिअलि हेल्प हुन्छ गएको बेलामा होइन। अन्त चाहिँ गर्दै थियो। अन्त यहाँनिर मजाको वेदर भइरहेको थियो, शीतल थियो त्यो दिन त होइन। अन्त चाहिँ मम्मीले काम गर्दै थियो, त्यति बेला चाहिँ म भिडियो गर्ने है। अन्त चाहिँ गएर चाहिँ यहाँनिर बोडीहरू फलिरहेको रहेछ, बोडीहरू देखाउँदै थिएँ तपाईँलाई, देखाइदिएको गाइस गाउँघरको होइन। बाहिर त कस्तो अब किनेर खानुपर्छ, गाउँघरमा गएपछि त रोपेको छ भने त अलिअलि भइहाल्छ नि त घरमा नै। अन्त चाहिँ यहाँभित्र सागहरू पनि फलेको रहेछ, साग रहेछ, मुलाको सागहरू रहेछ, अलिअलि सिमीहरू केहरू रोपेको रहेछ, मम्मीले रोप्नु भएको रहेछ होइन। अन्त चाहिँ यहाँनिर तर पानीले सबै चुटेर चाहिँ धुलो भएको रहेछ सागको पत्ताहरू। करेला फलेको रहेछ, नङमा चाहिँ मैलै छ हो चियार घोलेकोले गर्दा। अन्त चाहिँ यहाँनिर सागहरू कस्तो दामी ताजा ताजा होइन, गाउँघरको सागको त टेस्टै अर्कै हुन्छ। करेला पनि छ लोकल घरकै करेला। अन्त त्यहाँदेखि फुल फलेको छ, यो फुलको चाहिँ यहाँ फल पनि छ होइन। अन्त चाहिँ यहाँनिर मैले अलिअलि होइन तपाईँलाई झलक देखाइदिँदैछु, हेर्नुहोस् है गाइस। अन्त चाहिँ यहाँनिर इस्कुस अलिअलि फलेको छ, कसलाई इस्कुसहरू मनपर्छ, मलाई त पुरा मनपर्छ इस्कुसको सब्जी होइन, दाल भात इस्कुसको सब्जी साह्रै मनपर्छ। अन्त यहाँनिर देखाउँदै थिएँ मैले तपाईँलाई हो, अलिअलि घरको सब्जीहरू फलेको छ। अन्त अलिअलि लिएर पनि आइयो घरबाट सामान आउँदा त खुसी लाग्छ होइन। रोप्नु चाहिँ पाउँदैन, मम्मी बाबाले रोपेको हुन्छ। अन्त यहाँनिर नानाहरूको रहेछ, यतापट्टि बिफ फलिरहेको रहेछ, त्यो पनि देखेर चाहिँ भिडियोमा लिएँ हो। अन्त त्यहाँदेखिको यहाँनिर यो जुन चाहिँ रातो फुल छ नि यो पनि देखाइदिएको थिएँ, मलाई मनपर्छ यो रातो फुल पनि, दामी हुन्छ नि त होइन। अन्त चाहिँ हामी सबै साफसफाइ गरिसकेर चाहिँ अब खाने बेला आयो, दिउँसोको लन्च टाइम हुन आँट्यो होइन। त्यही भएर चाहिँ घरको कुखुरा रहेछ त्यो चाहिँ पोलेर चाहिँ आगोमा होइन। यहाँनिर पछि बिरालो पनि, हाम्रो बिरालोको नाम चाहिँ ओरियो ब्ल्याक एन्ड व्हाइट भएर अहिले चाहिँ हामी सबै काम सकिसकेर चाहिँ अब चाहिँ हामी चाहिँ सेवामा जानु आँटेको थियो बिहिबारको होइन। जानु लागि चाहिँ यहाँ गाडी बोलाइराखेको थियो, फर्किँदाखेरि चाहिँ यहाँ माथि नाना आउनुभएको रहेछ नि त, सुमिना नानी कस्तो क्युट होइन। नानाले पनि भिडियो हेर्नुहुन्छ होला होइन, नानालाई मैले लिएको छु है। अन्त चाहिँ हामी यहाँनिर पर्खिरहेको थियो गाडी, अब चाहिँ गाडी आउनु आँटेको थियो। ल गाइस यति नै भिडियो बनाउनु सकेँ मैले, कस्तो भयो कमेन्टमा भनिदिनुहोस् ल, टाटा बाई बाई।